अब यस्तो तिन तिन कलको जुत्सी कसो केटी नपटिएला यति महँगो जुत्ता छ कसको आमाको काट दे यार मलाई कोसँग बोल्न मन छैन ल यस्तो हजुर 2 वर्ष भयो आमालाई भेट्न नजानु भयो का झाउमा कुटो गोजाला गर्न भन्दा सहरमा हेर 3 करोडको जुत्ता 800 डलरको चस्मा लाउन कम त मोच छ हजुरले 3 करोडको लाउनु भएको छ तर आमाले उहाँ गाउँमा च्यातेको चप्पल लाएर बस्नु भएको छ त्यो पनि बुझ्नु पर्यो नि सर तर सही कुरा भनिस् यार तपाईँलाई आमाले कति मेहनतले हुर्काउनु भएको छ अब तैँले गाउँ जानु पर्ला जानु सर मेरो बिन्ती छ प्लिज जानु सर सही भनिस् यार म चाहिँ अब चाहिँ गाउँ जान्छु है आमालाई भेटेर आउँछु है ल सर छोरो आयौ तिम्रो माया नभए मेरो माया धेरै थियो टाढाबाट आयौ सम्झेर आयौ आमालाई म सहर गएर महँगा जुत्ता किने फेसन स्टाइलिस गरेँ तर गाउँमा एक जोर आमालाई भनेर चप्पल पनि ल्याउन सकिनँ आमा बाबु यत्रो वर्षमा आयौ यही चप्पलले आजसम्म दुखम सुखम गरी अब त तिमी आयौ यत्रो साथी बनायौ अब त यहीँ बसेर गाउँघरमा बसेर दुखम सुखम गरौँ अब कतै टाढा नजाऊ आमा म जिन्दगीको पछि धेरै भागेँ आमा मैले आमाको माया बुझ्न सकिनँ आमा मलाई माफ गरिदिनुहोस् अब तिमीले दिएका चप्पल भन्न त तिम्रा पाइला हेर्छु तिमी आयौ खुसी लायो